खै तल झऱ्यो भने हुँदैन। मरिन्छ है तल बाहेक गाइजहरू। त ठाउँै छैन त हो यार। र तलै होला मरिसक्यो त्यसमा तलै त जानुपर्ने होला नि। तल पनि मरिसक्यो कुन कुन भागमा होला कि ए बच्चा छ त यहाँ त मरिसक्यो भन्दैछु म दुम्बे भन्दैछु। बच्चो छ त यहाँ त। बच्चो होइन मान्छे हो घरको मरेको। मरेकै लागि हो। अब कहाँ जाने त अनि फेरि मर्यो गटरमै छिर्ने? मर्यो यहाँ ढोका जाऊ त भने अगाडि अगाडि सिधै जाऊ त यो ढोका खुल्छ होला। हामफालिदिनु न त सबैजना बाँचिन्छ फेरि यहीँबाट। चेक सबैजना पोइन्ट छ। रिस्पन्ड हुन्छ। फेरि अझै गटर भन्दा उताबाट निक्ल्यो भने हेरे सही हो राजा। भूतको फिल्ममा तिमीलाई म कास्ट गर्छु ल। राति राति त खेल्दिनँ यार म यो गेम। भूतको मेकअपै खेलाउन नगरिकन भूत बन्ने हो क्या? ए साँच्ची त्यो छ केटा नि। बेलुका भयो भने त्यहाँ $4 पनि पाउँदैन है किन्न। अब के गर्ने? हिन्ट हिन्ट खोज्नु पर्यो। हिन्ट अब केही न कहाँ केही छ? लेखेको होला क्या यस्तो अँध्यारो छ यार। यसो स्विच दाब्ने गर्ने छैन भने केही? खै खै यार लो लाइभ स्ट्रिम गर यार तिमी यार। मैले भनेको त काम लाग्यो नि स्ट्रिम त। गरे यार लो लाइभ यो स्ट्रिम पो गर रहेछ यार। स्विच। खोइ त नि प्रेस गर्ने अप्सन चाहिँ छैन। ओ के आयो? ओइ 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 को आयो? के साउन्ड हो यस्तो? भागो भागो। यहाँ पनि यत्रो छ। अड्क्यो ओइ, यो यार। ढोका खोलौँ ढोका खोलौँ। खुल्यो खुल्यो, खुल्यो खुल्यो। ओ के आयो यार? ढोका खोल्दै जानुपर्छ होइन, केटा। त्यहाँ ढोका दुई बलिरहेको साइडबाट बसेर जाऊ। दुई साइडबाट जाऊ। जाऊ जाऊ जाऊ। हैट त्यो त ल्याङ रहेछ। ओइ ओइ, ओइ मार्यो ओइ, मलाई। आइसक्यो मार्यो खातेले। ढोकाबाटै सब भेट्दिरहेको गर्न मर्यो जस्तो छ। भन्याङलाई हेर्ने हो अब यसले जिताउँछ कि? भाग केटो भाग। यो त कहाँ पुग्यो? लोलाको पो स्ट्रिम खतरा भइरह त यार। यो प्रो रहेछ यार यो त। बल्ल गेम खेलिरहेको चाहिँ भाइले मात्र छ क्या के खोल्यो कहाँ खोल्यो यहाँ खोल्यो सही हो। लडलाई ओइ 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 ओइ। ल्यागो। त्यसलाई मारिहाल्यो नि। जेस थाहा पाइयो अब ल। लडेर मर्छ। ऊ त सानो हेर त बाटो हेर त्यहाँ एकदम ध्यान दिनु पर्ने रहेछ कसलाई फलो गर्ने हो यो? तरिकाले भाग्नु पर्यो त्यो उता छिटो आइसक्यो मामफुलीहरू। कुदिरो कता हो? ढोका खोलौँ ढोका खोलौँ। अर्को ढोका खोल्ने कहाँ छ? अगाडिसम्म। मार्यो 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 मार्यो। मैले खोले 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 छिटो छिटो छिटो। भाइले युज गरे यहाँ मार्यो मार्यो। मारिदिइसक्यो यत्रो आउनु मामफुली। आउँदैछु आउन। मेरो पछाडि छ, आडिकको पछाडि छ। भागा भाग्यो। आउनुलाई है यहीको ए भ्याइदिइसक्यो यार। यहीको ठाउँ यही ला खसियो खसियो। अब यस्तो गर्नु पर्यो क्या? त्यो बदगाई भूतले दाइलाई खेलायो क्या सेक्रिफाइस त्यही भएर। गरिदिउँ। बदगाई दाइलाई सुरुमै होइन यहाँ मैले त्यो बत्ती पुगेन जस्तो लाग्यो यार डिम डिम हुँदै बलिको गयो बक्रा पछि। बनाइदिउँ त्यहाँ होइन? अनि त्यसपछि त्यहाँ भुलिन्छ नि त त्यो। अनि हामी भागौँ। भेट्छ भेट्छ। तर लास्टै छिटो दौडिँदो रहेछ क्या? जमजम फास्ट फास्ट। आयो। त्यो ढोका थुन्न मिल्दैन पछाडिको। त्यो म जानु खोल्दिनँ ढोका भाइ। खोल्नु त त्यहाँको। मैले खोले ल। खै ए भएन। ए खोल्नु न यार। ला यो त होइन रहेछ। ओइ यो खोइ। अट्टु पछाडि हेर त समातेर केटा, भाग्यो। आइरहेछ त्यो। अड्क्यो यार पुरै। कोसँग अड्किरहेको छु म? यहाँ वाकै वाक। अड्कान भयो। किन न मार्न को हो यो? मलाई छिटो छिटो। ओए को हो यो? ओ यहाँ होइन क्या भाइ? कहाँ छ थाहा छैन है यसलाई कहाँ छ। ला डेड एन्ड रहेछ। मर्रा। मैले खोल्दै मानो कसलाई हो? मलाई नै हो। खस्यो भुते खस्यो। के भयो ओए? ए होइन मारिदियो। मार्थ्यो यार। कसरी मर्यो यार? मैले ढोका खोल्दिएँ खोल्दिएँ।
अनि उता त्यो सेक्रिफाइस भइहाल्यो त्यो यो कोअर्डिनेसनको गेम रहेछ क्या बस गएर सेक्रिफाइस गराइदिने हो त्यो एकजना बत्ती बाल्न जानै पर्ने ढोका खोल्न जानै पर्ने बलिको त्यो बत्ती बोक्रा बाल्न जाने मान्छे मर्छ क्या त्यो बोक्केन दाइलाई नै बनाउनु पर्छ अब कसलाई लहाड्छ भन्ने कुरो ल ल होइन ल अलि ल हामीले यो छिटो छिटो गर्यौँ भने भेट्दैन यो रहेछ ढोका क्या थुन्न मिल्छ कि मिल्दैन फेरि मिल्दैन मिल्दैन मलाई त सुरु ल म त मरेँ मरे रे म ढोका खोल्छु है भाग्न रेडी हुनु छिटो छिटो गरौँ भने उयो गर्दैन रहेछ क्या भाइ म राइट गएर ढोका खोल्छु है त म राइट गएर ढोका खोल्छु हामी कता खोले जाने भाइले खोले नाइस अब कता आयो यार अब थाहा छैन अब नयाँ हो पछि पछि आइरहेछ है त्यो अड्कान भयो त दौड दौड केटा दौड ओ यहाँ त डेड एन्ड रहेछ यार बिस्तारै। ल ल डुबे त्यो दुम्बे भाइ मर अब त्यहाँ डेड एन्ड रहेछ लेफ्ट साइड नजाऊ है राइट जाऊ हामी सधैँ सम्हाल्छौँ अब ओ यो कहाँ यहाँ पुग्यो हो। पछाडि नहेर है अन्जित ल ल भाग भन्दा के गर्दैछ भाइ ए यो त दौडेर कहाँ पुगिसक्यो दौड भाइ भाग, दौड भाइ, छिटो भाग, आइसक्यो अन्जितलाई भेटिसक्यो भाग भाइ भाग अबै मरै केटाहरू दुईजना यहीँ छन् त ए के गर्छ ए के भयो कसरी ला त्यही पालेर मर्दिर कट्या होला फेरि पत्ता पनि उस्तै म कटेको होला नि हुँदै कताको बाटो छोडेर हामपालतिर तल हाम्फाल्यो भने होइन होइन त्यही आयो रेकर्ड गरिरहेको छु है ल म त उल्टो बाटो गएँ माम भोलि सुरुमै मरे यार केटा हो ल ल ल म रेडी म रेडी खोल। म राइट गएर खोलिदिन्छु है त ओए खुलेन त यार कसरी एफ दाबेको थियो त ल्या कसले हो नखोलेको एफ एफ दाबेर हिँडेको त यार खुल्दै खुलेन ल्याग रहेछ अहिले समय आएछ, यस्तो चाँडै यार समय यो दुम्बे भाइलाई नदेऊ त केटा ढोका खोल्ने काम हो तर एफ दाबेर भागिहालेको त खुल्दै खुलेन त मलाई पनि दिएन कि एफ थिच्न फेरि तैँले थिचिसक्यो भएर होला बर्बाद रहेछ ल ल कट्टु कट्टु भाग्यो डोलालाई देऊ कि एकछिन टाइम लाग्दो रहेछ क्या खुल्नलाई ढिलो नगर है केटा ओइ आइसक्यो ओइ सधैँ बजगाले मात्र आउँदो रहेछ त्यो। ओए म लास्टमा भयो ए, ढोका खोल ढोका खोल को ढोका खोल ओ, ढोका खोल ढोका खोल्ने को यो अगाडिको भाइ अहिले जस्तै गर्ने म राइटको खोलिदिन्छु म राइट भाग्यो भाग्यो ओए को खस्यो ल खोल्दै मैले ल ल ल खोले 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 आऊ यो बजगेन दाई हो क्या ओ बजगेन दाई छिटो छिटो त्यो अगाडिको मान्छे सबभन्दा last मा मै छु है फेरि। ओभरटेक हान्नु पर्यो यहाँ अड्कान भइसक्यो छैन के भाइ टर्निङमा कुद्दैन रहेछ के छिटो छिटो बजगेन डोलालाई त दाई समाउँछ यार यसरी मलाई समाउँछ यहाँ सुरुमा बजगेन दाईलाई ब्लाइन्डली फलो हान्दैछु म अब को लेफ्ट गयो त ल, 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 यता यता मलाई 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 म त परि हिँड्दैछु अहिले ओए ल यतै अगाडिबाटै आइदियो त यार मारिदियो ओए ओए बचे म कसरी बचे मलाई मार्यो उहाँ हो होइन मेरै अगाडिबाटै भूत गयो क्या म मरे भाइ घुमिरहेको क्या एउटामा डेडिन डेडिन है? ल के हो यो ल ल मैले भूतलाई भुल्याइदिएँ एकछिन अरे क्या
यत्रो भुलिआइदेऊ मुला बस गयो निरो होला एरो म मरिसके ए भाइ रिस त्यही बाटो घुमियो जस्तो छ यार कता गयो गयो भूतले कसलाई पछ्याइरहेछ त अनि अहिले त छैन मलाई पछ्याएको थियो क्या मैले त्यसलाई अहिले फिर्ता अगाडिबाट गरेको। आउँछ एक्कासी एक्कासी अगाडिबाट आउँछ है, त्यो भूत उयो ओए नाइस भएको छ ढोका भेटिसक्यो ढोका थुन्न भाइ पछाडि अहँ, लेभलै कटे छैन अब कटे ल्याब कटे ए होइन रहेछ पुरै ओए, अगाडि कट्यो। छैन त आवाज त चाहिँ गयो कट्यो भूत कट्यो क्या म्युजिक रोकियो तिमीहरू रिस पनि भयो अह छैन अब हुन्छ होला यो दुम्बे भाइको अगाडि भूत थियो सुरुमा उसलाई देखेको मलाई मारिदिएर बिस्तारै जाऊ है भाइ त्यसले चिन्छ नि त अनि कसले गर्दा त्यस्तो भयो भनेर ओ त्यहाँ नाइस नाइस यसले कसरी थाहा पाइरहेको त बाटो यसले पहिल्यै खेल्यो क्या हो यसले युट्युबमा हेरेर जस्तो छ के हो यो सुरङ आयो क्या कसरी बाटो थाहा पाइरहेको छ यार यसले एकैचोटिमा यत्रा गेमर भयो सुरुको लेभलै मैले घटाएको ओए के साउन्ड हो है यो? पट्टु भइसक्यो अब अब ओए, लास्ट लास्ट रहेछ लास्टै लास्ट छ यहाँ त ओए, अड्क्यो अड्क्यो। होला। के हो, कटो क्या हो यो होइन होइन गुफा हो यो गुफा दौडी दौडी पुरै लास्ट लास्ट छ अरे सुरङ हो लेफ्टमा थियो त बाटो भाइ एकै ठाउँमा घुमै छ के माथि नहेर तल बाटो हेर लेफ्टमा घुमे- घुमै भयो है मरे अब केटाहरू ओहो सुरुङ सुरुङ ला म चाहिँ हराएँ अब यो एक्लै दुम्बे भाइ जहाँबाट आयो त्यहीँ गइरहेछ के अब चाहिँ यहाँबाट चाहिँ होला एक्जिट नाइस एक्जिट ओए जितायो फेरि स्पन भयो कडा कडा ए नाइस कट्न लाग्यो फाइन्ड द वे आउट अफ दिस गेम सकिन लाग्यो ल ल सकियो ल यताबाट उयो यार अड्क्यो अड्क्यो यार कान भयो भइसक्यो भइसक्यो सबभन्दा लास्टमा म छु एक्स 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 कता जाने हो यार यहाँ के लेखेछ यही होला बोकिनलाई ठोक भनेर नुन नुन यहाँ त होइन होला होइन यार यहाँ आउट अफ दिस के भनेको थियो त के त केबाट त सकिसक्यो त। निक्लिसक्यौँ घर पुग्यो फेरि ओए यसले फेरि गुफामा लग्यो यार ओ बाहिर आयो ओ ठिक छ बाहिर आयो कि यसले भित्र चाहिँ लग्यो बाहिर हो यो त गुफामा हरेक लग्यो रुम एक्सप्लोर गर्दै जाने हो है के म अर्को घर हो तिमी र म हो अन्जित यसलाई फलो हान्दैछु यसले भेट्दो रहेछ यार कता कताबाट अन्जित बाटो म त अड्क्यो यार क्यारेक्टरै पुरै भत्केको घर आयो क्या यहाँ पुरै ग्लिच भयो ओए रगत छ यार तल त हो म तिमीले स्न्याप खिचिदिन्छु ल केटा यहाँ त ग्लिच भयो मेरो त अड्क्यो क्यारेक्टर मरिआएको थियो पक भाइ। होइन कर्स्ट रे भाइ कर्स्ट लेखेको थियो ठेला त अन्जित मलाई ओए के Cost बोकेर is हिँड्यो called यार लेखेको यसले थियो। ओए पक रोकी त के बोकिस ओए भ्यागु त बोक्यो यसले ओए त फाल्तु यहाँ त कर्स्ट लेखेको थियो हट बोक्ने हो नि निक्लिएन यार निक्लेन बजे मऱ्यो अब तिमीलाई भूतले नै खायो भन्ने अजुम गर्यो ओए लोला कहाँ गयो होला जाऊ जाऊ नभए एक्लै जानु ल ल हिँड्यो हिँड्यो क्यारेक्टरै ग्लिच भयो यहाँ यो भूत आउने बेलामा यस्तै हुन्छ ओए कहाँ पुग्यो यार भाइ के भयो तिमी यहाँ भयो कि ठिक छ अझै ठेलठाल गर्दा नि निस्केन ठेल्नै मिल्दैन कि कहाँ पुगिसक्यौँ हामी
ओए ला यता यता आऊ न तिमीहरू ए के बोकिरहेछ यसले यो हात्तीको सिङ ए केटा मेरो त क्यारेक्टर भित्तामा उयो कहाँ अड्क्यो कहाँ यार। जाने हो माथि त्यतै माथि हो? माथि यत्रो बेर घुमेर यहीँ आइपुग्यो त यार त्यट। खोइ बद्गेन दाइ भन्दैछु त भित्तामा अड्क्यो भनेर। यता आऊ न कता गयो तिमी चिन्तो रहेछ क्या बलिका बक्रा यही हो भनेर। यता यता ग्लिच भयो क्या मतिर ग्लिच। तपाईँ चाहिँ कुन हो कसरी चिन्नु हो यता उता माथि अनि तल र यो फ्याँक्दिउँ कि यहाँ नि, बोकेर यता नि। हिँड्नु पर्यो। कहाँ जानुभयो फेरि तलै जानुभयो म त हराएँ यार कहाँ पुगेँ म तल आऊ न तल टनेल तल कहाँ टनेल अघिकै बाटो हिँडेँ म त फेरि अघि राइट गएको थिएँ अब लेफ्ट गएँ कहाँ म एक्लै दौडिँदैछु यही हो फेरि बाटो घुमेर तपाईँ। माथि नै आइपुगेँ क्या यार म कता गइस् फेरि त खोइ त लेफ्ट जा म यता सिधा जान्छु नि त म त कहाँ पुगेँ यार ए फ्याँकेकै छुइनँ त मैले यहीँ त बोकिरहेको छु दुईटा छ कि क्या बोक्नु पर्छ होला बोकिरहेको छु म कता यार अब म चाहिँ कता जाऊँ भाइ यता आइज मतिर आइज ऊ यहाँ तल जाउँ यहाँबाट कता हो तल भनेको केटा कटाउ त यार मेरो ग्लिच भयो क्या यहाँ। त्यसले स्लो हुन्छ है त्यो बोक्दा कहाँ पुग्यो यार सबजना ओए कहाँ आएँ म त हस्पिटलको बेडमा आएँ त त्यहाँ हस्पिटलको बेडमा के हुन्छ थाहा छ नि तँलाई ओए रातो भाइ के हो यो त्यो स्कल हाल्ने ठाउँ होला यहाँ कहाँ पुग्यो यार म त कहाँ पुगेँ अब हामीले होला जिताउने ओए तिनवटा चारवटा चाहिने रहेछ एउटा त मसँग छ अरे देख्यो अघि चाहिन्छ भनेको थिएँ नि पुड्के फालेर हिँडेको यहाँ एउटा राख्ने बित्तिकै भूत आउँछ होला क्या अब मलाई लिन आयो लिन कता हो केटा छिटो कटाउ न यार मेरो त ग्लिच भयो क्या म क्यारेक्टर। यो रगतवाला छ नि भाइ खोला त्यो ठाउँ याद छ दुईटा बाला एकै ठाउँमा भएको त्यहाँ बसिरहेको ल त्यो कसरी टिप्न मिल्छ त्यो स्कल अलि परेबाट बल्छ कि के खै म त यहाँ उभिरहेको छु खै त कहाँ पुगिस् खै त्यो रगत खोलाको रगतमा बसिरहेको के अरे रगतको खोलामा खोलाको रगत। ए रगतको खोला छ मेरो मुनि म यहीँ छु त अनि जाली जाली जस्तोले छेकेको वाला रगत जाली जाली छ यो धेरै ठाउँमा हुँदो रहेछ कहाँ झम् त म त्यसो भए अब म नि हिँडेँ त्यसो भए यहाँबाट भेटिहालिन्छ कि खोज्छु पक्नु तल गएँ त म टनल ए मैले भेटेँ स्कल हो कि के हो यो ओ स्कल भेटेँ भाइ मैले एउटा कहाँ पुगेँ यार म
पुरै ऊ, तल म- कहाँ गएँ म अर्को स्कल पनि भेटेँ मैले लि भाइ लि त्यो कहाँ हो अब जाने यता म त कहाँ पुगे यार यहाँबाट माथि चढ्ने ठाउँ रहेछ ओ यो त डेन्जर कता कता पुगे यार म मर्छ क्या यहाँ फालो भने मरेन साला तल झर्छ अनि फेरि माथि नै पुग्छ के हो यो जसरी हुन्छ अन्डरग्राउन्ड आउनु खोज न आडिक अनि भेट्छ खोज्न सामने त त्यही खोजिरहेको हो हस्पिटलबाट त म तलै छु हस्पिटल माथि त छुइनँ ओ रातो बत्ती बलेको ठाउँमा आइपुगेँ म ए राखिसक्यो त्यो उबाला ठाउँमा आएँ म यो नयाँ ठाउँ यार मैले देखेको थिइनँ टनल जस्तो छ रातो बत्ती बलेको तलभित्र हो त्यही रातोमा छिर अनि फेरि रातोमा आइज भेटेँ मैले मान्छेलाई को हो यो स्कल छ भन्नु कहाँ राख्ने हो कता हो जहाँ भयो नि एफ थिच्दैन लो जहाँ भयो नि हुँदैन रहेछ खोइ त त्यो स्कल कहाँ गयो अब के हुन्छ जित्यो अब पक्कै भूत आउँछ जान नमिल्ने रहेछ तल हातै दुख्यो यार आफू यहाँ अड्केकै छु यसमा त भूतै आएन तर के यति छिटो त मिसन के कटाउला र भूत नआइकन केही पनि भएन भन्नु मतलब फर्केकै बाटो जानुपर्छ होला कट्यो मेरोमा कालो आयो ए होइन रहेछ भित्ता हेरेछ कि चारजनै हुनुपर्ने ओए मान्छे खोइ ग्लिच चारजनै आउनु पर्ने हो कि यहाँ त्यस्तै लाग्यो कहाँ पुगेछन् केटाहरू एकछिन रेस्ट गर्नु पर्यो हातलाई हैट भाइ त सोलो ओए खतरा चेम्बर आएछ त यार मान्छे नै चाहिने होला क्या भाइ यहाँ चारजना चारजना बज गाइदाईलाई यहाँनिर ल्याएर बलि चढाउनु पर्छ नि बस यहाँ अड्किया छ क्या उ त कहाँ अब बजेको तिनजनाले ठेल्यो भने निस्किन्छ कि थाहा छैन होला जाउँ न त आऊ ल कता थियो नि बाटो डेन्जर ठाउँ पुगिसक्यो त फेरि तल हो क्या हो रगतको खोला रहेछ यहाँ त्यो मैले हेरेँ एउटा फिल्म जस्तै रहेछ मलाई कसलाई पछ्याइरहेको छु यार मैले यहीँ रहेछ नि त सबैजना यो त होइन त ए उता माथि जाने बाटो थियो नि यता हो यो यता हो खै भाइ खै ल माथि आइयो ल अब बस कहीँ यतै कता ढोकामा कुनै एउटा कोठामा हेर न हस्पिटलमै भयो त्यहाँ यहीँ हो जस्तो लाग्छ बस यहाँ होइन रहेछ म चाहिँ यहाँ पनि हराउँछु होइन क्या डेड एन्ड छ है त्यो त उसको लाइटमा अड्के यारमा यस्तो ग्लिच पनि हुन्छ गेममा साला
केटाहरू खोज्दा खोज्दा आफै ग्लिचमा पर्ला त त्यही त खै त कुन कहाँ बाटो आएको थियौँ हो? हामी आएको बाटो त यही हो यहाँ रहेछ नि त बाटो फेरि तल त होइन होला बजे तिम्रो रुममा बत्ती छ कि छैन वेल लिट रुम हो क्या उसको ए बत्ती छैन रहेछ आफ्नै बलेको रहेछ ए हो भेटेँ मैले बजगाईलाई भेटेँ आऊ केटा तपाईँ कहाँ हुनुहुन्छ ओहो ल के हो यो हेलो ओए ओए बत्ती अँध्यारो गयो त भयो। पुरै बत्ती गयो थ्याङ्क यू You have escaped, अरे भाइले जिताइदियो हेर ल त्यो रुमै होइन रहेछ त कमेडी हेलो थैट सक्यो गेमै सक्यो होइन केही गर्नै सक्यो पऱ्यो केटाहरूको फ्रीमा अर्को म्याप पनि छ होइन किनेको छ। कन्टेन्ट सक्यो पछि त छ नि एउटा मात्रै भर्खर सकिएको थैट एउटा अब के हो